ज्यूले चाहिँ हाम्रो यस बाटोको चाहिँ यो दिनुभएको थियो। त्यति बेला चाहिँ यो सुरु भएको थियो उहाँ मार्फत। त्यसबेला गरिएका योजनाहरूमध्ये अहिले गण्डक प्रदेश सरकारका विशेष गरेर दुईटै योजनाहरू असाध्यै क्रोनिक अवस्थामा छन्। त्यो भनेको दुईटै तनहुँ जिल्लामा छन्। एउटा दुर्गौडा हर्कपुर मोटर मार्ग र अर्को चाहिँ भानु मोटर मार्ग, जो यसको ठेकेदार पनि यही हुनुहुन्छ। गण्डक प्रदेश भरिमै सबैभन्दा समस्यामा रहेका बाटाहरू मध्येका यो दुईटा बाटाहरू हुन्। यो शङ्करबाली कन्स्ट्रक्सन मार्फत डीबी कार्की यसको ठेकेदार हुनुहुन्थ्यो तत्कालीन अवस्थामा, र यो पछिल्लो समयमा डीबी कार्की चाहिँ फरार अवस्थामा हुनुहुन्छ। उहाँका खाताहरू अहिले रोक्का भएको अवस्था छ। यो सबै यहाँहरूलाई विदित छ। अब ती पुरानो कुरा भएर अब म अहिले भएका घटनाको विषयमा यहाँहरूसित जान चाहन्छु। विशेषतः यो सडक नबन्ने अवस्थामा पुगिसकेको थियो, किनकि शङ्करबाली कन्स्ट्रक्सन आफै ब्ल्याक लिस्टेड भएको अवस्था थियो। र तत्कालीन बेलामा हाम्रो मान्य सांसद शङ्कर भण्डारीज्यू, प्रदेश सांसद मान्य श्यामराजा महतज्यू, आशा खनालज्यू, हाम्रा स्थानीय तहका विभिन्न पार्टीको अध्यक्षज्यू, शुक्लागण्डक नगरपालिका आफै हामी सबै मिलेर यदि यो बाटोले यस्तै अवस्थामा छोडियो भने हाम्रो जुन आशा र विश्वास एउटा मात्र थियो, जुन हाम्रो एउटा मात्रै माग थियो, त्यो पनि पुरा नहुने अवस्था भएपछि कुन तरिकाले जाने त भन्ने छलफल गर्दै गर्दा यो बाटोलाई टर्मिनेट गर्दाखेरि फेरि ठेकेदार पक्षले मुद्दा हालेर सिङ्गापथ जस्तै हुन जान्छ भन्ने कुरो निर्गुण निस्किसकेपछि हामी सबैले जसरी हुन्छ यो चाहिँ कामलाई हामीले निरन्तरता दिनुपर्छ भनेर हामी लाग्यौँ। त्यसपछि मान्यज्यूहरूकै पहलमा फेरि हामीले चाहिँ शङ्करबाली कन्स्ट्रक्सनको हाम्रो यो यहाँ दुईटा ठेकेदार सर हुनुहुन्छ, फेरि हामीले अर्को खाता सञ्चालन गरेर यो कामलाई सुरु गरेका हौँ। यो सुरु गर्दै गर्दाको अवस्थामा भन्दा पहिला हाम्रा तत्कालीन वडा अध्यक्षज्यू राम हुनुहुन्थ्यो। उहाँको पालामा नै यो काम सम्पन्न हुनुपर्ने थियो, किनकि 2078 साल 10 महिनामा हामीले सकिसक्नुपर्ने। तत्कालीन वडा अध्यक्ष राम सर र डीबी कार्की बीच एउटा चेक लेनदेनको हिसाब किताब रहेछ, जसको चेक बााउन्सको मुद्दा चाहिँ हाम्रो पूर्व अध्यक्षज्यूले डीबी कार्कीको नाममा हाल्नु भएको थियो। र 2080 साल 11 महिना 15 गते उहाँले त्यो मुद्दा जितिसक्नु भएको थियो। भनेको त्यो रामजीले जुन पैसा पाउनु पर्ने थियो त्यो पैसा पाउनको लागि उहाँले डीबी कार्कीलाई जाँडा पक्रेर ल्यायो भने त्यो कारवाही गर्न सक्नुहुन्थ्यो। अहिले फेरि भनिरहेको छु म, 2080 साल 10 महिना 15 गतेको दिन यो मुद्दा फैसला क्लियर भएको अवस्था थियो। र अहिले 2022 साल चलिरहेछ। यो पनि बिचमा मैले अलिकति जानकारी गराउन चाहे। त्यसपछि हामीले श्याम लामालाई फेरि दुबारा उहाँले चाहिँ पेटी ठेक्का मार्फत उहाँले काम गर्न ल्याएपछि कामको सहजीकरण गर्दै गएको कुरो यहाँ सबैलाई विदित छ। अब त्यहाँभन्दा अगाडि म जान चाहिनँ। यो काम गर्नको लागि पूर्वाधार कार्यालयसित गर्नुपर्ने समन्वय, पूर्वाधार मन्त्रालयसित गर्नुपर्ने समय, स्थानीय वासीहरूले गर्नुपर्ने जिम्मेदारीको विषयमा जसरी आँखा चिम्लेर यहाँले वडा माथि भरोसा गर्नुभएको थियो, त्यही भरोसालाई चाहिँ हामीले कायम राख्दै कसरी हुन्छ यो कामलाई सम्पन्न गर्नको लागि सामदाम दण्डभेद जसरी भए पनि हामीले काम गर्नुपर्छ भनेर हामी जो स्थानीय तहका अहिले हाम्रो यहाँ मेरा वडा सदस्यहरू हुन्छ, हामी सबै लागेको कुरो यहाँ सबैलाई विदित छ। साथसाथमा पार्टीको अध्यक्षज्यूहरूसित सरसल्लाह, सम्पूर्ण पार्टीका, फेरि यो त्यो होइन, सबै पार्टीसित सल्लाह लिएर हामी कार्यालय अगाडि बढ्यौँ। बढ्दै गर्दा हामी 2082 सालमा आइपुग्दै गर्दा हामीले पहिलो लेयरको चाहिँ पिचको काम सुरु गऱ्यौँ। डिबिएसटीमा पहिलो लेयर काम हामीले सुरु गऱ्यौँ। काम सुरु गर्दै गर्दा हामीले झन्डै 2082 साल साउन महिनाको 12 गतेसम्ममा चाहिँ हामीले यो पहिलो लेयरको काम सम्पन्न गऱ्यौँ। त्यसपछि साउनको महिनामा खाता खुल्दैन, यहाँ सबैलाई थाहा होला। त्यो खाता नखुलिसकेपछि